गाइस आज ठ्याक्क फाइनली म चाहिँ धैरेनी डाँडा भन्ने जाँदैछु। गुगलमा सर्च गर्दै गर्दै गइरहेको छु। सो बाटो यही देखाइरहेछ। सो ठाउँ चाहिँ एकदम बबाल रहेछ, शान्त, पिस एन्ड नेचुरल टाइपको रहेछ। यो चाहिँ पुरै खेत रहेछ। वहाँबाट गाडी थानकोट वहाँ भयो, त्यहाँ गाडी झरेर म यहाँबाट हिँड्दै यताउता फेरि यताउता गर्दै यहाँबाट आएँ। यहाँबाट 20 मिनट जति देखाएको छ। सो अब हामी यही बाटो हुँदै जान्छौँ म। सो के कस्तो लाग्छ ब्लग स्लग मन परेमा ओके साथ दिनुहोस् होला अन्तिमसम्म। अब तपाईँलाई यस्तो दामी ठाउँमा लैजाँदैछु गाइस, होइन तपाईँ कहिले जानु भएको छैन। यहाँबाट नजिक छ, घुम्नुपर्छ, नयाँ नयाँ ठाउँहरू घुम्नु पर्दछ। सो आज चाहिँ मेरो एक्लै छ भ्लगको यात्रा चाहिँ। सो बब्बाल छ ल गाइस, हेरौँ दामी चाहिँ ठाउँमा चाहिँ बबाल यार। धैरेनी डाँडा त साँच्चीकै बबाल रहेछ यार ठाउँ यार। देख्नु पुरै वरिपरि जङ्गल यार, दामी छ ठाउँ यार गाइस। यस्तो हेर्नु न वरिपरि पुरा जङ्गलमा जस्तै सर हाइट अब्बा है गाइस। दामी छ है, पिस एन्ड नेचुरल छ है, बब्बा छ गाइस। फाइनल्ली मैले यहाँबाट देखेँ ट्याक्क उहाँ बब्बा ठाउँ रहेछ। सो देख्नु धेरै उहाँ रहेछ माथि, उहाँ माथि रहेछ क्या, त्यहाँ पुग्ने यार म यहाँ। हाइट उकालो धेरै उकालो छ, बाटो यस्तो छ गाउँघर जस्तो। के छ भेडामा ल। मलाई फेरि यस्तो नयाँ नयाँ ठाउँहरू त लास्ट घुम्न मन लाग्छ। यस्तो नयाँ नयाँ ठाउँहरू चाहिँ यसो हल्का एक्सप्लोरहरू गरिदिउँ भनेर चाहिँ, त्यही भएर फेरि अहिले फाट्नेहरू कहाँ फाटिन्छ सर उहाँ पुग्ने है माथि। ल गाइस अब यताबाट नलागेर चाहिँ तपाईँहरू आउने बेला हिँड्ने भएर चाहिँ ठ्याक्कै मन्दिर देखिँदो रहेछ। अनि यो बाटो सानो बाटो रहेछ उकालो, यहाँबाट ठेर त्यहाँ माथि पुग्नु छ है त गाइस। ल ठ्याक्कै मन्दिर आउँछ, यसो मन्दिर याद गर्नु होला। के हो के को मन्दिर जस्तो पुरा गेट लाग्यो त चापी। ल हे गाइस मन लाग्यो है, माथिबाट मन्दिर यस्तो देखिँदो रहेछ। यस्तो के को मन्दिर हो त्यो गएर यात्रा सफल होस्। ल लाग्यो गाइस म अब जङ्गलतर्फ मेरो यात्रा सुरु। ल अब त थाहा भयो मलाई यार, अब अर्कोचोटि आउँदा म बिर्सिँदैन। फर्स्ट टाइम छ, फर्स्ट टाइम एक्सपिरियन्स तपाईँहरूलाई नि समेटेर म लिएको छु भन्दै बाटो यस्तो यस्तो उकालो छ। ओहो मनमालु त आउँदैन यार। राइट मामा के हो यस्तो पुरा बाटो जस्तो यार। र मामालाई चाहिँ धन्यवाद दिन चाहन्छु, किनभने उहाँलाई चाहिँ मलाई यो प्रोभाइड गरिदिनु भयो टोपी हाम्रो कस्मेटमा र जुत्ता दिनुभएको छ। मलाई धेरै धेरै धन्यवाद। है त्यो जङ्गल त कडा छ यार, यस्तो जङ्गलमा एक्लै हिँड्ने डर लाग्दैन क्या हो? डर त लाग्दैन यार, पानी पर्छ। बाइक ल्यायो नि यहीँसम्म ल्याउन मिल्दो रहेछ, त्यहाँबाट मन्दिरबाट त हिँड्दै रहेछ भने यस आधी बाटोसम्म सजिलो हुन्छ। हाइकिङ त हाइकिङ हो यार। लाग्दैछु है धेरै बाटो छ। यस्तो देखाएको छ ल 0 मिटर ट्याक्क रातोमा आएँ। Walking through the streets now, rhythm in my feet, wow. Life is like a beat, how moving never slows down. It's a perfect day, nothing in our way. Hear the music play, let's just dance and sway. Friends come round, we gather, moments now they matter. Joy in every chatter, feels like nothing's better. Friends come round, we gather, moments now they matter. Joy in every chatter, feels like nothing's better. Finally आइयो चटपटी बजाउनु रहेछ माथि, धन्यवाद बसेर पानी पिनु पर्यो। ओहो लाग्यो गाइस, शीतल जाने क्या यार, लेन्स काठमाडौँ पुग्छ गाइस, मोबाइल देखिया छ यार। ल गाइस फाइनली त्यो घना जङ्गलको बिचमा रहेछ नि त यार, देख्न सक्नुहुन्छ दामी रहेछ, पुरा चिप्लोटी चाहिँ रहेछ सट्टा। त्यहाँ काठमाडौँको नजारा हेर्नु गाइस।
धैर्य डाँडा अब टाइम भयो हिँड्नु नि पर्छ गाइस त्यो बाटो आऊ त्यहाँबाट त्यो सेट छ त त्यहाँबाट यता घुम्दै बाटोको कन्डिसन चाहिँ 99% राम्रो रहेछ बाइकहरू नि आउँदो रहेछ अनि माथि एकछिन पसल छ त्यहाँ गएर चटपट किनेर पानी सानी पिएर एकछिन बस्नु पर्ला अनि फेरि टाइममा पुग्नु छ घर यार गाडीमा छुट्छ फेरि गाइसले थाङ्गो बाटो एक्सप्लोर गराउनेछु छुटिराख्नुहोस् है त ल खाइदिउँ नेक्स्ट टाइम चाहिँ केटाहरूसँग प्रवीण रिन्चेनजी नत्र को हुन्छ केटाहरू चाहिँ सँगै लिएर आउनु पर्ला म चाहिँ जहाँसम्म लाग्छ अहिले खाइरहेको छु पुरा हावा चलिरहेको छ आनन्दको जस पसलहरू चाहिँ एभाइलेबल रहेछ यहाँ यो ठाउँमा चाहिँ तपाईँहरू आएर खान सक्नुहुन्छ अनि तपाईँले चाहेको त्यही चटपटे टाइपको यताउता अनि पाउन सक्नुहुन्छ जस कपाल टाइपको चाहिँ बेस्ट छ यो एरिया चाहिँ है राइट ल चटपटे स्याङ सर अहिले प्रवीणलाई फोन गर्नुभयो भोलि बिहान नै म जाँदिनँ क्या त्यही हो उहाँलाई चाहिँ फोन गर्दैछु फोनै उठाउँदैन फोन त गरेको छु मैले चटपटे आउँदैछु आज धैर्य डाँडामा यसो ट्याक्क यसलाई नभनेकै हेभन डाँडा नै भन्दो रहेछ धेरै कपल्सहरूतिर यो ठाउँमा आउँदो रहेछ म फोन गरिरहेको छु फोन उठाएँ नि चार दिन भइसक्यो अब गइहाल्नु सैँसी जान्छु यहाँ छिटै छ जस यो ठाउँ चाहिँ एकदम रमाइलो छ पर्यटकको लागि मात्र नभइकन विभिन्न नेपालीहरूको लागि एकदम राम्रो छ बल छ डेटिङ स्पोट चाहिँ एकदम बल छ यो ठाउँ चाहिँ ओ गाई ल तपाईँ यहाँ चाहिँ पुरै पार्किङ ठाउँ रहेछ अर्कोचोटि आउँदाखेरि चाहिँ बाइक लिएर आउनुपर्छ ठुलो ओ ब्रो कुर्ची गिर्यो या या Night, security tight. Come on. Welcome to jungle. Boy, China humble. Crack, hook, royal number. Eyes on the ground, but it will catch a party. I'm so dumb. Party. Woo! Amsterdam. Gaड़ी. Next. La. Cool. Yeah. Yeah, bro, come on. Yeah, come on, bro. Come on. Yo. Come on. Woo! Jump. ठिक छ गाइस ठिक छ नि एकदम ओके व्हाट्सएप नम्बर लगौँ कि ब्रदरको ए हुन्छ म अर्को शनिबार आइहाल्छु ब्रदर मेरो प्लिज नम्बर लिइराख्नुहोस् नम्बर दिनुहोस् न प्लिज ओके मेरो 986 71 मगर आयो पिन्जा
बुर्जा ओ हुन्छ गर्नुभयो टेस्ट गर्नुभयो हुन्छ मनमा पाप छैन काली ल ओके नेपाली स्टाइल सुँगुरको मासु भए खाइन्थ्यो यहाँबाट यस्तो हात हाल्ने होइन टाउको सम्बन्ध सक्नु पर्यो त यस्तो सिधै घरमा लम्मा हो कि गममा हो Book a flight to Kathmandu. Boudamba bro, Tomel dinner, Dora Makina. Come on. What if baby you can swipe my card? Baby na follow follow that's all yeah. यार भइराछ हेरेको हेरे यसको गीत फिल्मतिर चल्छ उहाँ बाबु छन् बाबु होइन बहिनी हौ बहिनी हौ सर बहिनी नानी ठिक छ अब रमाइलो गरिरहेछ रमाइलो त हुनु पर्यो नि त भन्ने कुरा यता प्लिज आइफोनमा के भनिदिनु मगर ईश्वर मगर अनि उहाँ सोल्टीको कुन मगर कुन मगर बुर्जा मगर गुर्जा मगर बुर्जा मगर हो तिम्रो नाम बहिनी परिचय काम होइन खुवाइ हो यो साथी मेरो चाहिँ अमृत मगर ओके चम्मबा कोनिचिवा सायोनारा हैन हिडी चाहिँ हो हाटै कानमाले हो कम्मा नागु हिमगरी त पश्चिमेली र पूर्वेली खतरा बन्छ के लाफा पूर्वेली मगर भाषा राले त ज्याङलाउ nga khata ro ngule ka na male पश्चिममा मगर nga khata ro ngule they don't know male सुन्नु न तपाई जस्तो बोल्नु हुने एकजना मगर दाइ हामी सँगै एउटै बस्छ भने ओके रुममा बस्नुहुन्छ हजुर कस्तो हुनुहुन्छ भने यो मगर भाषा चाहिँ जस्तै अब मैले तपाईको भाषा बोल्दा अब जस्तै तपाई पनि मगर म पनि मगर या काउचा मगर तपाई काउचा अब जस्तै तपाईहरु मगर बोल्नुहुन्छ ओके हामी चाहिँ पूर्वेली बुर्जा जुनसुकै मगर भयो भने पूर्वको भाषा चाहिँ कस्तो हुन्छ भने तपाईहरुको कमला बोले खाने थो पाया सतीले संगला बोया बाले थो यहाँ सुन्नु न कस्तो हुन्छ होला कस्तो छ भने तपाईहरु मगर भाषा त बोल्नुहुन्छ च्याङला हो नि हैन बोले च्याङला भनेको चाहिँ बोले त्यो होला नि हैन हजुर मगर भाषा पूर्व र पश्चिमको चाहिँ अलग हुँदो रहेछ अलग हुन्छ तामाङ भाषा त त्यही हो नि जुनै भाषा पनि पूर्व र पश्चिमको फरकै हुन्छ भन्ने कुरा हो कि हैन तपाईहरुले जस्तै खानालाई के भन्नुहुन्छ खानु हैन जस्तै चामल हुन्छ नि चामल के भन्छ सेमु चाहिँ अब छो जात खानालाई छो भन्छ हैन छो भन्ने छो जुट्यो यता तपाईहरुको चाहिँ खानालाई छो भन्छ हाम्रो चाहिँ हैन खानालाई ज्याट भन्छ के ज्याट भन्छ पूर्वमा चाहिँ ज्याट भन्छ हैन अनि तपाईहरुकोतिर हजुरहरुकोतिर चाहिँ जुन कि बिउहरुलाई के भन्छ के जस्तै फिलमा हैन छुमा तपाईहरु भन्नु न तपाईहरु हामी हेरेको हेरे हैन हाम्रो छोरी सम्झे 3 दिन 3 रात एकजनाले तास खेलेर आएको सम्भा हैन हजुर पुरा मिल्यो एउटा कुरा थाहा छ तपाईलाई भन्नु न सम्झे तपाईले आज तास कसरी उठाउँछ थाहा छ थुक्लाएर उठाउँछ नि हैन 3 दिन 3 रात खेलेर आउँदा चाहिँ एकजना साथीले के गरेछ थाहा छ हैन इलाममै पोखरी 3 दिन 3 रात चाहिँ हैन तास खेलेर आउँदा चाहिँ कसो गरे दिदी हजुर के हो र भन्नु न केही नयाँ शब्द कति के भन्ने हैन 3 दिन 3 रातमै सक्यो हैन ओके 3 दिन 3 रात चाहिँ यसरी तास उठाउँदै सुन्नु न तपाईलाई क्लियरली भोलि राम्रो
फेसिलिटी पाउनुहुन्छ यो कुरा ओके ओके हैन यसरी राख्नु भएको मान्छे हैन ओके। 3 दिन 3 रात तास खेलेर आउनु भएको हजुर। सुत्ने बेलामा चाहिँ के गर्नु भएछ थाहा छ हैन हजुर पूर्वेलीले चाहिँ खानु पर्यो दिदी फेरि आउन साङरुममा हाँ? हाम्रो छिमेकी कहाँ सुकिलुङमा साकिरो साङरुममा ताजी वा चटपटे चाहिँ मगाएर चाहिँ के हो कान्ताजी भाइ जुमुजुवा कान्ताजी भाइ चाहिँ म पाएँ तिमीहरू भाइरल हुन्छ हो लापा होइन मेरो म त भाइरल मान्छे हो नि त थाहा छ होइन उता पनि भाइरल हुन सक्छ हाडे खुला हो हामी हेरेको सरलाई होइन सब्सक्राइब गरिदिनुहोस् लाइक एन्ड सब्सक्राइब हिज च्यानल फेरि ल लाइभ इन टक्क ल लाइभ इन ब्रो टुडे हामीले धेरै रमाइलो गर्यौँ चिने नि हामी बाई बाई Come on, bro. Yo.